यहाँ हेर्नु साथीहरू, यो चाहिँ हाम्रो बन्यानी खोला, झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका वार्ड नम्बर 1 को खोला है। यो खोलाले पनि निकै बिगार गर्ने खोला हो क्या, एकदम साह्रै नै तहस नहस गर्ने, हाम्रो बस्तीलाई पनि असर गरेको छ। अनि यी छेउमै बाटो छ, बाटोलाई पनि असर गरेको छ। तर यो चोटि चाहिँ जे होस् काम गतिले भइरहेको छ, बेलैमै ठेक्कापट्टा लाएर है। यहाँ हेर्नुहोस् त कत्रो ठुलो बाँध है, यसरी जाली बनाइन्छ है। पोहोर परार चाहिँ खासै राम्रो काम त भएको थिएन कि, त्यसले गर्दाखेरि हाम्रो वार्ड अध्यक्षलाई केही भनेहरू पनि सुन्नु परेको थियो। तर यसपालि चाहिँ बेलैमा क्या, चैत महिनामै अब यसको ठेक्कापट्टा कति हो है, समितिमा को छ त्यो चासोको विषय पनि होइन, के चासो लिनु होइन, काम गतिले हुनु पर्यो, हामीलाई त्यही हो। हेर्दा चाहिँ कति रमाइलो छ नि है, हेर्नुहोस् त क्या रमाइलो ठाउँ जस्तो लाग्छ। तर यो खोलाले बिगार गर्छ क्या, लास्टै बिगार गर्छ। यहाँ हेर्नुहोस् न, खोला नजिकै छ, बस्ती नजिकै छ। यो खोला है, यही हो बस्ती। यति पनि छैन क्या डिस्टेन्स, लगभग 50 मिटर होला। अब यो यतिको यो बाँध बाँधिएपछि त पक्कै पनि हामी सुरक्षित हुनेछौँ होला। हेरौँ, उयो हेर्दै हुन्छ नि यो टेन्ट है, यो बाँध बाँधिदिनेको है जो काम गर्छ नि, उहाँहरू यहाँ बस्नुहुन्छ। उहाँहरू साह्रै मेहनती हुनुहुन्छ। जोस् आज चाहिँ शनिबार परेको कारणले गर्दाखेरि सबै बजार गयो होला। यहाँ हेर्न सक्नुहुनेछ, यसरी उहाँहरू बस्नुहुन्छ। तर आज बिहानै पानी परेको कारणले गर्दाखेरि यहाँ हेर्नु न, बिजोक रमाइलो छ, बिचराहरूलाई केही छैन। आज बिहानै पानी परेर त्यहाँ बिगार गरेको कारणले गर्दाखेरि अनि यहाँ सर्नुभएको रहेछ उहाँहरू। यहाँ हेर्नुहोस् कति रमाइलो छ, काम गर्नेहरूलाई मोज सजियोस् है। भात पकायो खायो होइन, ठिकै छ नि। हजुर हजुर। कहाँ हो तपाईँहरूको घर? सुनसरीदेखि यहाँ झापामा। तपाईँहरूलाई कता रमाइलो लाग्छ, सुनसरी कि झापा? अब जता काम मिलेपछि राम्रो, त्यतै होइन, काम त अब जता पनि गर्नै पर्छ होइन। अब यसो ठाउँहरू हेर्दा चाहिँ कता चाहिँ रमाइलो त यतैतिर छ, झापा। फेरि झापालेहरू त साह्रै गफारी हुन्छन् अरे होइन। त्यस्तो कसैले ठग्ने लुट्ने काम त गरेको छैन नि? छैन। सबै झापालेहरू उस्तै पनि हुँदैनन् होइन है, रेस्पेक्ट पनि गर्छन्। अब उता सुनसरीतिर पनि त त्यही त हो नि होइन। अब राम्रा मान्छे पनि छन्, नराम्रा मान्छेहरू पनि छन्। हेर्नुहोस् साथीहरू, यो चाहिँ यसरी टेन्ट टाँगेर उहाँहरू बस्नुभएको छ। निकै नै मेहनती हुनुहुन्छ उहाँहरू है, त्यही हो। खानामा चाहिँ कहिले दाल, कहिले जस्तै हप्तामा चाहिँ हप्तामा कति टाइम मासु? 2 चोटि भइहाल्छ। 2 चोटि। ए तपाईँको ठेकदार चाहिँ को हो तपाईँहरूको? हाम्रो ठेकदार मन्जुल बस्नेत र यहाँ हेर्नुहोस्, ठिकै छ, रमाइलो छ, गर्नुपर्छ काम। ल अब के भात पकाउनुहुन्छ? पाकिसक्यो। के को सब्जी आज? दाल आलुको अचार। तपाईँ चाहिँ भात पकाउने, अरू चाहिँ काम गर्ने न? सबै काम गर्ने, जोस् पालै पालो। आज भात पकाउने पालो चाहिँ तपाईँको? सधैँ तपाईँ? सबै यो सुनसरीकै सबै टिमै? ल, उहाँहरू सबैजना चाहिँ सुनसरीदेखि आउनुभएको, झापामा हाम्रो बन्यानी खोला तटबन्धनका लागि। जस मान्छेहरू एकदम इमान्दार हुनुहुन्छ, रमाइलो हुनुहुन्छ, त्यस्तै हो। यही हो हाम्रो यो सानो गाउँलाई सुरक्षित गरिदिने उहाँहरूलाई धेरै धेरै धन्यवाद छ है। यस्तै हो। ल, यो मेरो भिडियो जसले हेर्दै हुनुहुन्छ कृपया सेयर गरिदिनुहोस् त। अनि मेरो च्यानललाई सब्सक्राइब है, अनि पेजलाई चाहिँ लाइक कमेन्ट है सेयर गरिदिनुहोस्। अरू के भन्नु, यस्तै त हो नि।